हेलो एभ्रिवान, जय मसी। तपाईहरु सबैजनालाई है। अनि आज चाहिँ म तपाईहरुलाई के देखाउन आँटेको छु भन्दाखेरि चाहिँ है, हाम्रो रोमदी चाहिँ बिमारी छ नि त। बिमारी छ भन्दा धेरै जाति भइसक्यो, एकदमै धेरै जाति भइसक्यो। तर पनि दिदीले चाहिँ उयोहरु खानु हुँदैन नि त, चिप्लो है, ओइली खानाहरु खानु हुँदैन हैन, मासुहरु खानु भएको छैन। अहिले चाहिँ भोक लाग्यो अरे नि त। अनि म दिदीलाई चाहिँ यो चाहिँ हो आटाको खोले बनाइदिन आँटेको छु। सरी कोदोको खोले बनाइदिन आँटेको छु। अनि यो कोदो हो है। अनि यो चाहिँ एकदम राम्रो रहेछ कोदो। मैले चाहिँ यो चाहिँ पिटर अङ्कलकोबाट लिएर आएको दोकानबाट हैन, एकदमै राम्रो छ। अनि म तपाईलाई देखाउने छु है। दिदी चाहिँ नि यो खाएर चाहिँ धेरै तङ्ग्रेको छ, कोदोको खोले खाएर। यसमा चाहिँ म के पनि हाल्दिन, म तपाईलाई देखाउने छु। लस हेर्नुस्। अनि तपाईहरु पनि यो खोले एकदमै हेल्दी हो, राम्रो हो। अनि तपाईहरुले पनि खानु सक्नुहुन्छ। लस म तपाईलाई देखाउँछु। अब चाहिँ भयो हैन। अब चाहिँ यहाँ पानी हाल्नुपर्छ। अब यो गरिदिनुस् न, अलिकति छोड्नुस् त, छोपिदिनुस् ल। अब यसलाई चाहिँ मजाले चलाउनुपर्छ, उमाल्नुपर्छ हैन। पातला बनाइदिनु, यति त खानुहुन्छ ल। अब नुन अलिकति हाल्छु हैन यसमा। स्वाद अनुसार नुन हाल्नुपर्छ तपाईहरुले। मिठो हुन्छ नि हौ, म त मिठो लाग्छ। तपाईहरुले पनि यसरी है, कोदोको खोले, कोदोको रोटी एकदमै राम्रो हो। कोदोको ढेँडो यहाँ हेर्नुस् त हो। कस्तो दामी भयो, उम्लो सिक्छ। खोले भयो यति, हेर्नुस् है। खोले मजाले पाक्यो। म ग्यास अफ गर्छु के हजुर। त्यो त मैले बिर्सेछु नि। हेर्नुस् त। अब यहाँ खानुपर्छ, कपमा खाने रे के, कपमै अब हालिदिनु पर्यो होला नि। छिटो जातिस होस् भनेर दिदीलाई कोदोको खोले बेसी खानु पनि फेरि दिनु पनि भएन हो। कोदोको खोले रेडी भयो, हेर्नुहोस् है। यति खायो भने ठिकै अगा हाल्छ दिदीले। चम्ची पनि हालिदिनु पर्यो, यो चम्ची हो। यहाँ हेर्नुहोस् है, हो कस्तो दामी भएको छ। ओ दिदी के भएको त, खोले मागेर त सुतेछ पो। ल खाइहाल, खाना खाता। लु कस्तो भयो, नक्कल नपार है। लु खाइहाल, खाना प्रार्थना गरेर। सुरुप्प खाइहाल न, नुन लाग्यो कि लागेन हौ। चम्पा खोले हो, खोले। यो खाएर चाहिँ छिट्टो तङ्ग्रिनुपर्छ। तँलाई राम्रो भएको छ कि छैन भन् त लु। अस्ति फर्स्ट डे खाएर त कस्तो जाति भइसक्यो भइरहेछ नि त, भइसेन। थ्याङ्क यू भन्। छिट्टो खाएर ड्युटी जानुपर्छ, बुझिस् कि बुझिनस्। यहाँ मेरो छोरा त सुतिछ थाकेर। छोरा यता हो, यता। ए सुतेको छैन रहेछ, यता हेर।
नक्कल चाहिँ फेरि यहाँसम्मको छ नि त। लु खा दिदी, छिटो खा, छिटो खा। अन्त फेसबुकमा हाल्नु पर्यो नि, अरूलाई पनि बताउनु पर्यो कि कोदोको यो खोले चाहिँ कति चाहिँ हेल्दी हो भनेर, अरूले पनि खाओस् होइन, अन्त हेल्दी बसोस् सबैजना। खालु खा। एउटा फ्यालेको चाहिँ मैले देख्नु भएन है फेरि। ओके एभ्रिवान, गुड नाइट तपाईँहरू सबैजनालाई है। मैले दिदीलाई खोले पनि दिएँ। सो यो मेरो सानो कोदोको खोलेको मिनी भ्लग। गुड नाइट।